from the dawn. What's up guys, my name is Vinod Badhu Thapa and today I will show you how to see full profile picture on Instagram. So let's begin. Alright guys, आज म तपाईलाई बताउन चाहन्छु कि तपाईले Instagram को जो प्रोफाइल पिक्चर हुन्छ त्यो कसरी तपाईले एक्सेस गर्न सक्नुहुन्छ, त्यसलाई तपाईले जुम पनि गर्न सक्नुहुन्छ एन्ड त्यसको फुल प्रोफाइल पिक्चर पनि हेर्न सक्नुहुन्छ गाइस। लेट नो गाइस, मेरो यो प्रोफाइल पिक्चर छ राइट। म अगर यसलाई लङ प्रेस गर्छु नि, मलाई 4 अप्सन दिखाइराखेको छ। या त मैले नयाँ प्रोफाइल फोटो यसमा अपलोड गर्न सक्छु, या त्यसलाई रिमुभ, या त म फेसबुक या ट्विटरमा इम्पोर्ट गर्न सक्छु। बट म यो प्रोफाइल पिक्चरलाई भ्यू गर्न सक्दिनँ, न ही म यसलाई डाउनलोड गर्न सक्छु, न ही सेभ गर्न सक्छु, न ही यसलाई म जुम गरेर हेर्न सक्छु राइट। सो गाइस, फर द्याट अगर तपाईलाई कसैको पनि प्रोफाइल पिक्चर हैन एकदम मन पर्यो, अगर तपाईलाई हेर्न छ कस्तो छ त्यो फुल पुरा एचडी मा जस्तो क्वालिटीमा त्यसले जसले नै अपलोड गरिराखेको हुन्छ, त्यसको लागि तपाईले के गर्न पर्छ गाइस, माथि तपाईले हेर्न सक्नुहुन्छ यो जो छ नि नाम, त्यो भनेको त्यो रियल नेम हो। तपाईले सिम्पली यो कपी, यो नाम याद राख्नुस् हैन। अनि एउटा एप छ गुगल प्ले स्टोरमा जसको नाम छ तपाईको इन्स्टा बिग प्रोफाइल फोटो। तपाईले यहाँ सर्चमा गएर यो नाम लेख्नुस् इन्स्टा बिग प्रोफाइल फोटो, र यो लोगो याद राख्नुस् राइट। यसको रेटिङ 4.8 जो कि एकदम राम्रो छ। तपाईले सिम्पली इन्स्टल गर्नुस् अनि देन ओपन गरिदिनुस् गाइस त्यसलाई राइट। यहाँ देख्न सक्नुहुन्छ इन्स्टाग्राम युजर नेम, तपाईलाई यहाँ युजर नेम लेख्न छ, म आफ्नो नाम लेख्छु हैन। र गाइस यो केस सेन्सिटिभ छ अलराइट। सो तपाईले जो नाम देख्नु भएको छ नि त्यो एकदम डिट्टो लेख्नुस्, रङ नलेख्नुस् होला। अनि तपाईले हेर्न सक्नुहुन्छ सो फोटो, यसमा क्लिक गर्न पर्छ र यो हेर्न सक्नुहुन्छ गाइस सर्च हुँदैछ। हालाकि इन्स्टाग्रामको सर्च यति राम्रो छैन हैन, फेसबुक र ट्विटरको अगर हामीले कम्पेयर गरौँ त इन्स्टाग्रामको यति स्ट्रङ छैन, बट स्टिल यसले एकदम गुड रिजल्ट दिन्छ। र तपाईले हेर्न सक्नुहुन्छ गाइस मेरो यो फोटो अपलोड भइसकेको छ, यहाँ हेर्नु गाइस। मैले अब यसलाई चाहे त जुम पनि गर्न सक्छु, मैले यो देख्न सक्नुहुन्छ मैले यसमा क्लिक गरेर आफ्नो फोटोलाई मैले शेयर पनि गर्न सक्छु राइट। नै त म यसमा क्लिक गरेर गाइस सेभ पनि गर्न सक्छु। लेट नो गाइस, यो एप एकदम जेन्युन हो। मैले थुप्रै एप्स ट्राई गरेँ बट सबभन्दा इफेक्टिभ भनेको मलाई यही एप लाग्यो हैन। सो गाइस प्लिज डोन्ट वरी, यसको लिंक म तल डिस्क्रिप्सनमा पनि दिइहाल्छु। सो आई होप गाइस तपाईलाई यो भिडियो मन पर्यो होला हैन। अनि तपाईले यस्तो नि हैन कि तपाईले जसको एकाउन्ट प्राइभेट पनि छ हैन, जसले तपाईको देख्न त्यसको नि तपाईले यसमा एक्सेस गर्न सक्नुहुन्छ। सो आई होप गाइस तपाईलाई यो भिडियो मन पर्यो होला हैन। अगर मन पर्यो भने प्लिज लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनुस् होला गाइस। थ्यांक यू सो मच, टेक केयर।